एकदम शीतल हावा चलिरहेको छ। आज चाहिँ यस्तो मजाले घाम लागिरहेको छ है। म चाहिँ आज भर्खर काम गरेर फर्किँदै गरेको। शीतल भइरहेको छ, तर यहाँभित्र चाहिँ बाहिर निक्ल्यो भने चाहिँ पुरै गरम हुन्छ। यस्तो रुखहरू छ नि त यहाँनिर चाहिँ एकदम शीतल हुने खालको। यहाँभित्र पनि एकदम पुरै शीतल खालको छ जग्गा चाहिँ। यस्तो शीतल जग्गा छ। घाम चाहिँ एकदम लागिरहेको छ र पनि भित्र चाहिँ शीतल भइरहेको छ। वाउ, एकदम शीतल। यहाँनिर चाहिँ भर्खर योहरू सानो सानो प्लान्टहरू लगाएर उयो गरिरहेको छ। अस्ति पनि हालेको थिएँ मैले यहाँ परको भ्यूज होइन। मान्छेहरू यसरी शीतल हावा खान आइरहेको हुन्छ, बसिरहेको हुन्छ यतातिर। मम्मी मेरो आइडी कार्डै झऱ्यो यहाँनिर। झरेको हुँदो रहेछ, आइडी कार्ड झऱ्यो। त्यस्तो खेल्ने जग्गाहरू छ नानीहरूको। यस्तो डरलाग्दो घाम लागिरहेको छ नि आज चाहिँ। यो त के पनि होइन चाहिँ यताबाट देख्छ नि। कस्तो डरलाग्दो घाम लागिरहेको छ। दिउँसो घाममा हिँड्नु पनि हरेस 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 हरेस। तर यहाँनिर फुलहरू चाहिँ दामी दामी रोपिरहेको छ। काँडावाला फुल, यसलाई यसको नाम चाहिँ के भन्छ थाहा छैन भन्नु चाहिँ। यहाँनिर फुलेको छ दामी फुलहरू चाहिँ। एकदम शीतल हावा चलिरहेको छ, फुलहरू खिलिरहेको छ। वाउ, यस्तो ग्रीन ग्रीन हेरिरहेको छ। यहाँनिर चाहिँ बडीगार्ड बसिरहेको छ एकदम सिक्युरिटी टाइट गरेर। यहाँबाट चाहिँ हामी निक्लिन्छ, यहाँबाट चाहिँ बाहिर निक्लिन्छ। त्यहाँबाट एकदम मेन रोड। जहिले पनि म यहाँको भिडियो हालिरहेको छु नि। यो चाहिँ मेन रोड हो नि त। यस्तो डरलाग्दो छ। यस्तो गाडीहरू जानु दिँदैन हौ, क्रस गर्दै गर्दाखेरि पनि। आमा म चाहिँ क्रस गरिसकेको छु बाटो, त्यहाँबाट जाँदैछु। मैले काम गर्ने जग्गा चाहिँ यो भित्र हो। यो बिल्डिङमा काम गर्दैछु नि त म। आजको दिन चाहिँ दामी भइरहेको छ। टन टन घाम लागिरहेको छ। यो बिहान म काम गर्ने, बिहानको काम गर्ने जग्गा चाहिँ यो। दिउँसोतिर त मान्छेहरू त्यति भेट हुँदैन, मतलब हुँदैन गाडीहरूको बाइकदेखि, मान्छेहरू मात्रै ज्यादा हुन्छ। यस्तो डरलाग्दो चाहिँ गाडीहरू हुन्छ कि हिँड्ने जग्गाहरू हुँदैन नि।
यो वाला जग्गै हो हामी काम गर्ने यहाँको परहरू। अन्त हामी त ड्युटी पनि यतैबाट जान्छौँ। उयो देख्दै गरेको अगाडिको बिल्डिङ चाहिँ हाम्रो ड्युटीको हो। यो वाला माथिको चाहिँ काया लेखिराखेको बिल्डिङ चाहिँ हाम्रो हो नि त। त्यहाँबाट यो चाहिँ उता चाहिँ अजमेरा। यो वाला बिल्डिङ चाहिँ हाम्रो सलुनको बिल्डिङ हो ड्युटीका। यो रोडबाट चाहिँ हामी घर जान्छौँ। उतापट्टि उयो हुन्छ। यो मान्छेले मलाई राम्ररी हेर्दो रहेछ। यहाँबाट सिधै उता गयो भने चाहिँ हाम्रो घर पुग्छ, रुम पुग्छ। रुम शीतल चाहिँ शीतल हावा चलिरहेको छ हजुर। यतातिर चाहिँ यस्तो मात्रै गली हुन्छ। यहाँबाट उतापट्टि पनि एउटा गली छ, उतापट्टि पनि एउटा गली। अर्को गली हुन्छ। गलीहरूको चाहिँ नम्बर हुन्छ। 12 क्रस, 13 क्रस, 14 क्रस, 15 क्रसहरू हुन्छ होइन। 6 क्रस, 5 क्रस, 1 क्रस, फर्स्ट क्रस, सेकेन्ड क्रस, थर्ड क्रसहरू भन्दै हुन्छ। यस्तो गली हुन्छ। तर यतातिर चाहिँ के गर्दैछ यस्तो डरलाग्दो हल्ला गर्दैछ यहाँनिर चाहिँ। हो पछाडि केही न के त गर्दो रहेछ, चेक गर्दैछ। त्यही भएर हल्ला रहेछ। अन्त यो बिल्डिङ चाहिँ छ नि ताजा ठन्डी हो, अहिले भर्खर नयाँ खोलेको। उता गल्ली घुमेर आएर फेरि यो गल्ली पसेपछि चाहिँ मेरो रुम जाने बाटो छ। यस्तो डरलाग्दो मतलब भिड हुन्छ कि दिउँसो चाहिँ। अब हाम्रो रुम चाहिँ यहाँनिर छ, यो चेकमानिर, यो बिल्डिङको पछाडिनिर।